हेलो नमस्ते झोरले सन्चै हुनुहुन्छ हजुरहरू सबैजना है अहिले चाहिँ इङ्ल्यान्डमा एकदम उज्यालो उज्यालो भइरहेको छ घाम लगाउन सुरु भइरहेको छ है सो यहाँ चाहिँ मेरो नेपालबाट पार्सल आएको छ हिजो हैन सो चाहिँ हो आजको दिनको सुरुवात चाहिँ यहीँबाट भइरहेको छ अनि प्याक हिजो ओपन गर्न भ्याएको थिएन अनि त्यही भएर आज ओपन गरेको सो यो चाहिँ के भन्छ पास्नेको सेट थियो के के अरे आमा छोराको सो पास्नेको सेट अर्डर थियो अनि त्यो चाहिँ अब चाहिँ एकछिनमा यो पोस्ट गर्नुपर्ने भएको छ अनि यो पनि के अरे मगर ड्रेसको सेट थियो यो पनि अर्डर थियो सो यो चाहिँ एकछिन पोस्ट गरिदिनु अनि यो चाहिँ मान्छे आफै आउँछु भनेको छ भएको भएर चाहिँ यो एकछिन पोस्ट हुँदैन त्यो हामीसँग एकदम राम्रो ज्वेलरीहरू आएको छ यो के भन्छ अरे कानमा लगाउने मोडल सो यो चाहिँ चन्द्रमा यस्तो राम्रो राम्रो क्युट चन्द्रमा छ है टाउकोमा लगाउने सो सुन भन्दा पनि एकदम के भन्छ अरे ओरिजिनल छ हामीसँग चाहिँ यो कल्चरल मगर ड्रेसको लुङ्गीहरू आएको छ है अनि यो जस्ट वाइट यो प्रिन्टमा अनि अहिले चाहिँ यो एकदम चलेको रहेछ हैन यो चाहिँ टिपिकल मगरहरूले चाहिँ लगाउ यो खासमा यस्तो छ नि यो चाहिँ टिपिकल मगरहरूले चाहिँ पहिलेदेखिबाट लगाउँथ्यो अहिले चाहिँ फेरि नयाँ फेरि निस्केको रहेछ हैन अनि सो अनि अर्को वाला चाहिँ यो आएको छ यो चाहिँ लाली गुराँस प्रिन्टमा लाली गुराँसको फ्लावर भएकोमा सो यसमा पनि त्यो सेतो वाइट प्रिन्ट छ तर मलाई चाहिँ कस्तो त्यो के भन्छ यो चाहिँ अलिकति यो चाहिँ यसको डिजाइन कहिले पनि जाँदैन अनि फेरि यो के भन्छ अरे सिम्पल छ तर यसको डिजाइन चाहिँ त्यति नजाने कहिले पनि नजाने जहिले यो पुराना बजुहरूले पनि आमाहरूले पनि लगाउनुहुन्थ्यो अनि अहिलेसम्म पनि यो एकदम छ अनि त्यही मन पर्यो हैन सो अनि यो लाली गुराँसको चाहिँ अहिले जुनै पनि कल्चरको उसले लगाउँछ कल्चरमा लगाउँछ हैन अनि सो तर देख्दाखेरि चाहिँ झुलुक्क यो लाली गुराँस भएको चाहिँ राम्रो लाग्यो मलाई चाहिँ सो मेरो चाहिँ के अरे त्यो जस्ट लुङ्गीमा त छ लाली गुराँस भएको तर यो चाहिँ यो ऱ्यापर लुङ्गीमा हो यो चाहिँ टिकिया हो के अरे यस्तो लुङ्गीसँग लगाउने यो के भन्छ अरे यो पछाडि ब्याक के अरे त्यस्तो यस्तो पछाडि छोप्ने के लुङ्गीसँग राम्रो देखिन्छ अनि यहाँ चाहिँ चोलाहरू छ काटेको चोलाहरूमा चौबन्दी चोला ब्ल्याकमा सो यस्तोमा सो त्यही हो अनि म चाहिँ अब यो यसलाई चाहिँ पोस्ट गर्छु अनि पोस्ट गरेपछि अनि म त्यतिकै बच्चुलाई वर्क गर्न लान्छु ठुलो गराउनु यो फाइनल प्याक भयो अनि यहाँ चाहिँ अब एड्रेस लेखेर पठाउने हो ओके गाइस अहिले चाहिँ मैले पोस्ट गर्नको लागि रेडी पनि बनाएँ हैन अनि पछि अलिकति फुलहरुमा पानी हाल्न छ अनि त्यसपछि चाहिँ हामी चाहिँ लाग्छौं मेरो चाहिँ यो चिसो जाडोले जम्मै प्लान्टहरु मरिरहेको छ के यो पनि कस्तो राम्रो थियो भयो है यो orchid पनि यतिकै भन्छ यो चाहिँ थाहा छ मेरो बर्थडेको orchid हो अनि जे होस् राम्रै भइरहेको छ अनि चाहिँ यो पिङ्की
कस्तो यहाँ रेडिएटर छ कि अनि त्यही भएर कस्तो ड्राई हुन्छ क्या सो कस्तो राम्रो घाम लागिरहेको छ बाहिर सो कस्तो मिठो कलरको यो छ कस्तो मिठो कलरको पिङ्क रानी पिङ्क सो फक्रेको छ मजाले ओके गाइस अब चाहिँ म त्यो सामान पोस्ट गर्न जान्छु के भन्छ अरे यो पनि खसी छ अनि त्यसपछि म चाहिँ बोजूलाई वक गर्न लान्छु गाइस यो मनी प्लान्ट पनि मल सल हाल्दैन त्यस्तै हो त्यही पनि बाँचिरहेको छ माथि पुगिरहेको छ माथि मेरो छोरीलाई नागेर गएछ सो यो चाहिँ मर्नु न बाँच्नु भइरहेको छ राम्रै छ तर कस्तो चिसो रहेछ हौ चिसो कहिले होला क्या इङ्ल्यान्डमा गर्मी हुने सो अहिले चाहिँ म अब ड्राइभिङ गर्छु सो अहिले पछि भेटौँला गाइस सो बाटन पोस्ट अफिस स्टोरमा आएको अहिले चाहिँ यहाँ पोस्ट गरिदियो सामान अनि 5 पाउन्ड लाग्यो पोस्ट गर्नुपर्ने सो अब चाहिँ म जान्छु बोजूसँग सिउला त हेलो जुली बाका खालपाना आइदे बोजू फ्लावर पनि लगाएर बसेछ आइदे नाइस ब्युटिफुल Eat. Yeah. Chai. Bread. काकाले लन्च खाँदैछ बोजू हेलो जुलीलाई नि भोक लाग्यो भोक लाग्छ तँलाई हो उतै छ फिनिस बोजूले सक्लक्कै पारेछ बाकाले Dobro? Dobro. Haide. Idemo. Salim serveni. Idemo. Haide. Haide. Dobro? Dobro. एकदम राम्रो दिन्छ आज चाहिँ तर अलिअलि बेला बेलामा के भन्छ अरे हावा आउँदाखेरि चाहिँ चिसो तर दामी छ यतिको घाम लाग्नु भनेको चाहिँ युकेमा दसैँ आउनु बराबरै हो क्या बज्यो 45 मिनट वक गरिसक्यो अहिले त अलिअलि थाक्यो dobro बज्यो पयालो फुल लाएर चिटिक्क परेर बाटा टायर्ड बाटा टायर्ड ने भएको छैन त्यो टायर ओके गाइज अहिले चाहिँ हामी बाकासँग वकिङ गर्दा गर्दा
अलिअलि भोक लाग्यो होइन। अनि तर एभ्री फ्राइडे चाहिँ मैले पाकालाई यस्तो लन्च खान्छौँ कि हामी बाहिरै, अनि कफी सफी खान्छौँ। अनि त्यही भएर अहिले त्यही बाटो वकिङ गर्दा गर्दा अनि वेट्रेस छ नि त अनि बाटोमा, अनि त्यही भएर हामी चाहिँ वेट्रेसमा पुग्यो है। अनि त्यो चाहिँ मैले पहिला लास्ट इयरसम्म अनि त्यहाँ जिम गर्ने थिएँ, अनि अहिले त छोडिहाल्यो होइन। अनि सो हामी चाहिँ अहिले भित्र एन्ट्री गर्छौँ है। अनि त्यहाँ चाहिँ क्याफे छ क्या, अब कस्तो राम्रो छ नि होइन। यो अर्किड जहिले मैले यो बाटो हिँड्दाखेरि हेर्छु क्या। अनि यहाँ चाहिँ मान्छेहरू के अरे सपिङ गरेर ट्रली साइडमा राखेर अनि क्याफेमा जान्छ है। प्रायः बुढाबुढीहरू हुन्छ होइन, खानाहरू सबै सकिराखेको रहेछ। अनि हामी चाहिँ कफी अर्डर गऱ्यो, अनि यहाँ चाहिँ सिट खाली रहेछ, अनि बाकालाई राख्यो होइन। त्यही हो, अनि थाकेर के यसो रिल्याक्स गराइदिएको होइन। अनि त्यो चाहिँ बाकाको चक्लेट, अनि मैले चाहिँ चिया खाएको थियो, अनि त्यही हो ब्ल्याक टी। हिँड्दा हिँड्दा भोक पनि लाग्यो अनि थकाइ पनि लाग्यो के। सो हामीले चाहिँ थुप्रै खाना मगाएको थियो, अनि बाकालाई चाहिँ चिज ब्रेड अनि मगाइदिएको थियो। मैले पनि त्यो बाकाको आधा खाएको थियो। अनि पछि चाहिँ मैले अर्को के भन्छ यो त बाकाको हो, अनि मैले चाहिँ एभाकाडो सलाद मगाएको थियो क्या। अनि यसो अलिअलि हेल्दी खाउँ भनेर होइन। हुन त यो त अनहेल्दी नै छ, यो पनि हेल्दी नै थियो, टुनाको थियो नि त, टुना विथ चिज हो क्या सायद, अनि मिठो पनि थियो। सो हामी चाहिँ टन्न खायो होइन। अनि यो चाहिँ मोजा ड्रिङ्क पनि थियो, जुस अनि फ्रेस भनेर गरेको। यो चाहिँ मेरो हो होइन। अनि सलाद, एभाकाडो विथ ब्रेड, अनि हेल्दी लन्च खाएको पल्टेको रे क्या। अनि त्यही हो, जुस खायो, खाना त है तन्नै खायो। अनि उता त्यो के भन्छ अरे स्याम्बुज पनि बाकाले मैले आधा खायो। अनि यो एभाकाडो पनि के अरे बाका र मैले आधा खाएको थियो क्या। अनि त्यही हो, टन्नै खायो होइन। अनि हामी चाहिँ खाना सकेर भ्याएर अनि बाका लिएर फेरि हामी चाहिँ वेट्रेसबाट बाहिर निस्कियो है। त्यही हो, अब चाहिँ फेरि यहाँबाट फेरि वकिङ गर्दै जानुपर्छ नि त घरमा। अनि त्यही भएर चाहिँ हामी सुस्तै निस्किएको है। अनि एकदम राम्रो दिन भइरहेको छ। सो अब चाहिँ हाम्रो वकिङ फेरि कन्टिन्यू हुन्छ, अनि हामी चाहिँ अब घरतिर लाग्छौँ। सो किप वाचिङ गाइस। हाम्रो छाया त्यो बाका, अनि यतापट्टिको म बाका who's that? देख्यो बजुले पनि देख्यो अहिले त। अब चाहिँ हामी घर आइपुग्न लागेको छौँ। के अरे देखेछ, छाया देखेछ बजुले पनि अहिले त। हामी चाहिँ अब यहाँबाट क्रस गरेर त्यहाँ पारी जानुपर्छ ल। हामी त्यहाँबाट क्रस गरेर आयो। अब यो रुखहरू पनि पछि अब पात पलाउँछ। आइती बाकालाई अब गर्मी हुन थाल्यो आइदी। सो अघि नै हामी यहाँबाट छुट्टेको थियो नि, त्यहीँ आइपुग्यो। सो अब चाहिँ घर आउन थाल्यो। अहिले त गर्मी भयो, हामी दुईजनालाई न यस्तो बाक्लो कोट लगाएर निस्केको थियो क्या। अनि फेरि कस्तो इङ्ल्यान्डमा त घाम लाए पनि कोटहरू चाहिँ बोकेर हिँड्नुपर्छ, किनभने वेदरको भरोसै हुँदैन। अहिले भर्खर पानी पर्छ, अहिले भर्खर चिसो हावा उड्याउँछ है। सो त्यही भएर हो के गाइस, हामी चाहिँ अब घर आइपुग्न लागेको छौँ गाइस। फाइनली हाम्रो कुची आयो। यिनीहरूको भाषामा घरलाई कुची भन्छ क्या। बोजू थाक्यो, पानी खाँदैछ बोजूले। ल बाका चाहिँ 1 आवर वक गरेर थाकेछ। बुढी बजै फुल टाउकोमा फुल लगाएर खुट्टा पसारेर बसेछ है। अनि त्यहाँ चाहिँ सर्बियन टिभी लगाइदिएको छु। सो चिया खाँदै हेर्दैछ। सो अब चाहिँ म बच्चा पिकअप गर्न जान्छु। सो बाई बाई, सी यु अन नेक्स्ट ब्लग।